शिवा भगवान यस्तो दुर्गम ठाउँ छ त्यहाँ तल खाना खाएर खाने ठाउँदेखि सुत्ने ठाउँमा आउनु 40 मिनट लाग्छ यार। साह्रै गाउँ तर यार जङ्गल चाहिँ वाइल्ड हुने क्या, माहा टोक्ने। बस्ती त थाहा भएन, बस्ती त पातले हो तर जङ्गल के जङ्गलमा बवाल हुने क्या। अनि एकजना साथी भइदियो त मासलेहरू यस्तो चिल गर्न मिल्ने हो के हेर्नु, कोही छैन यार। छुट्टी भए लाग्ने निसम्म ठाउँ छ, मान्छे देख्दैन यार। जस प्रकृति चाहिँ त्यस्तै राम्रो भनौँ न, पुरै पोलो धुवाले छुट्टै खालखाल भने नदेख्ने रहेछ। तल खुला बसेको थिएँ, बिहान लाग्छ लाग्यो। बस्ती पनि फेरि कस्तो पुरानो बजेको घर चाहिँ त सिधा त्यही घर बसेको छु। रमाइलो छ, दामी छ, रमाउनु पर्ने छ। रमाइलो भन्दा पनि